조절러바 지 नबिन शाक्य जी थौनी से चिकपिनु न्याने नबिन शाक्य पॉडकास्ट जुना वही गुदु अले थौ जिगुठो फर्स्ट एपिसोड जी त सात बिता पासा रोहन शाक्य वो गुदु वेको चाहिँ छम प्रोफेशनल गिटारिस्ट ख जिउ पुलांगु एकदम ना जागु बैंड नेवा बीटल्स निसे काया थौकने या ना जागु बैंड इमर्जा वेको लीड गिटारिस्ट ख सो वेको त लस्को स्याना जना लस्को रोहन जो आज भतिजाला रोहन यो बारे ट्याडु न रोहन यो मुटु रोहन यो इन्ट्रोडक्सन बिला जो ना रोहन शाक्य ख अहिले जी चाहिँ प्रोफेसनली म्युजिशियन ख अहिले जी चाहिँ म्युजिक चाहिँ गिटार खाना गिटार ला अहिले जिसा चाहिँ तो गिटार बजाउ स्टार्ट गब्ले निसे हैन गिटार बजाउ स्टार्ट चाहिँ 26 वर्ष नि अहिले चाहिँ 26 वर्ष दे होला ला अहिले जिउ छु रोहन यो तो गिटार बजाउ प्यासन ख कि अथवा सुन अब इन्स्पायर जुया या नो इन्स्पायर ल म आफै ख आफै गिटार इन्स्ट्रुमेन्ट या चाहिँ गिटार खायो यानो ए जो फ्यामिली ब्याकग्राउन्ड ला अटे सुमहरु ला फ्यामिली ब्याकग्राउन्ड ला मरु सुन जेसम्म जग्गा है म्युजिशियन चाहिँ अहिले फ्यामिली सपोर्ट गुल्टको दुले फ्यामिली सपोर्ट ला यकै दु अहिले जस्तै रोहन यु चाहिँ जियाटो बिगिनर्स फेज हे रोहन यु इन्स्ट्रक्टर सु अथवा बिगिनर टाइपले ला स्टार्टिङ फेज ले जि आफै सेनु ख लिपा गिटार थियो 4-5 वर्ष 6 वर्ष लिपा चाहिँ जी थियोरिकल सेनमा आउने चाहिँ इन्स्टिट्युट चाहिँ जोइन हैन त्यसले फर्स्ट डे चाहिँ थमेछ अबले अहिले जिउ अबले रोनो सेनोबले अबलेला जिउ युट्युब आइला खासे म अनि अबलेला सोशल मिडिया छुन मरु नि सुयमहरु अबलेला बुके भरे सिनु भगा बुके भरे जुला अहिले अब क्यासेट निनु मखला अहिले वे लिसनिङ याना सिनु त्यसले अबलेला ठाकुले जुइनीला थमेछ सेन्तला ठिकै हो रोहन त आज जस्तै त गिटार इन्स्ट्रक्टरै जुइदा रोहन त गब्ले सोच होले गिटार इन्स्ट्रक्टरै जुइदा चाहिँ सोचे मैना गिटार चाहिँ थाहा हो मलाई मजाले लिसे अहिले लिपा चाहिँ अहिले गिटार सेसे म सालिसे चाहिँ अहिले जी मस्तेर बङ्क्यु चाहिँ इच्छा दुगा मजाले लिसे थ त आ बालको गिटार थाहा सेल न जिनो मस्तेर सेनु ल्या अहिले वो लिपा चाहिँ जी म्युजिक क्लास न सुरेन ख म्युजिक क्लास सुरेना अहिले वो लिपा चाहिँ अहिले स्कुलले न म्युजिक टिचर ज्यानै आना स्टार्टिङ फेज है वो चाहिँ गिटारिस्ट पनि त गयो च्यालेन्जेस त हो च्यालेन्जेस टाइपले वे ख आला दोको सोशल मिडिया दुबल चाहिँ दोको अफु नाप्चा मिमिसेन त चाहिँ एकदम थाको का दोको न्याना मखला न्याना न्यौ बुदी पढे जको दोको सिन माउज आला युट्युब दोको दु ट्युटोरियल दोको दु नि न्यामेसेन नि मासन ट्युटोरियल दु अफु नाप चाहिँ भचा आयो कम्प्युटर चाहिँ नापा सिनु चाहिँ भचा थाको नापा चाहिँ वे बुक से कोर्स त सेउचको जुल नापा फरेन इन्स्ट्रुमेन्ट न मरु दोको इन्डियन इन्स्ट्रुमेन्ट जको दैन छ आज जस्तै आ छ धाय डाला मलाई थौको नि हिसाब हो फुकन ट्युटोरियल्स त युट्युबे दै तर एसा बिगिनर्स ते त यदि सेनमा आसा इमस युट्युबे युजको भरे चोसा गाके जितबे भरे टाइपले न फिजिकली सेन्स चाहिँ भचा याक्न सेन भइ मखला युट्युबे जस्तै युट्युबे सेन त 3 महिना मासा 1 to 1 सेना फिजिकल सेन मासा 1 महिना खने सेन भइगा 1 महिना न सेन भइला वो जुला हानो इन्स्ट्रक्टर जुला बान लाटा इन्स्ट्रक्टर जुला दको याफतनी बाटको थोय फिल्डे लगे जुइ पिन त हानो रोहन पिनुला वे हिसाबे मनु त न मसिया छु नि मलाई म्युजिक फिल्डले लगे जुइ चाहिँ म्युजिशियन चाहिँ म अफसिन चाहिँ मसिया छु जने हेल्प जु जुल्नी ला अहिले आतो छु गिटारिस्ट पिन त प्र्याक्टिकल ला एकदमै इम्पोर्टेन्ट जुइ जुल प्र्याक्टिस ला नि आमा अहिले उके साथ साथै थ्योरी गुली इम्पोर्टेन्ट छु थ्योरी न इम्पोर्टेन्ट लख तर आइएफएस चाहिँ थ्योरिकल चाहिँ उली ध्यान मोबियोगा अब मस्तिष्क चाहिँ थ्योरिकल सेना प्र्याक्टिकल सेना है रोनो प्राय सेन्युले डाइरेक्ट सुची कोर्स ते सेन्यु कि जुरा थ्योरी प्लस प्र्याक्टिकली जुइ तर इन्ट्रेस्ट चाहिँ वेक पिनु चाहिँ अब प्र्याक्टिकली जुइ अहिले जस्तै आ छिसन त गिटार टाइपले गुली टाइप यो गिटार दु जस्तै आ छु बेस गिटार जुल गिटार टाइपले यकै दु तर मोस्टली छिसन मस्तिष्क सेन्यु चाहिँ एकोस्टिक गिटार हैगा अकोस्टिक गिटार टाइपले नर्मल गिटार जुल्नी अहिले वो अकोस्टिक न जस्तै रोहनलाई लिड गिटारिस्ट ख मलाई अते झिया छौ ब्यान्डे चाहिँ नर्मली छुचुकी बिचा बजे लिड गिटार जुल बेस गिटार जुल रिदम गिटार वेक इलेक्ट्रिक गिटार वे संग पेंगो जको ह अहिले जस्तै प्राय रोहन के चाहिँ प्राय स्यों वे पिन चाहिँ छु वे बिगिनर गिटार एकोस्टिक गिटार थाइका बित अलि अकोस्टिक न रिदम बजे रिदम स्टार्टिङ चाहिँ रिदम झिका रिदम लास्ट जो नर्मली मोस्टली युज जुले रिदमै ख नि
रिदम म्युजिक लिपा भचा पास्ट कोर्स चाहिँ लिड जी अलि रोन तो गिटार बाहेक मेउ छु इन्स्ट्रुमेन्ट न सेना कि मेरो चाहिँ भचा भयो किबोर्ड हो ड्रम हो तर सेन्युला प्राय गिटारै पर्सनली चाहिँ गिटार छ गिटारै होला अहिले मोस्टली रोन था गिटार सेवे भी छिसो टीनेजर्स त दुकी वसा चोइ पिन दु मस्त निसे का जिसे तर पनि एज पिन दु अहिले जस्तै रोन यु स्टार्टिङ फेज निसे का थौं तक स्वेबले झुटो म्युजिकल फिल्ड गुली चेन्ज हुदु चेन्ज थाइबला खास चेन्जला खासै जुमहरु तर स्कोपला नापान दुख तर आज भन्छ अपय स्कोप दु तर नापा उडी लाइभ ब्यान्ड त होटेलले थायो पबे थायो रेस्टुरेन्ट थायो चाहिँ कमै दु तर आज चाहिँ यको दुनी यो कथा यहाँ थाना चिचिर हुँती स्टेज देखाए रेस्टुरेन्ट तिर लाइभ ब्यान्ड खन प्लेटफर्म दु थैबुरा छोराई परफर्मेन्स न किन्दत नि ट्यालेन्ट ले नासा रोन ताते पहिले ढाइला थो इन्टरनेट न मरु थौंकने इन्टरनेट याना न यो कोही प्लेटफर्म दले नि प्लेटफर्म न त अले छौ चाहिँ थ त थके दुब्री ट्यालेन्ट न किन्दत नि रिकर्ड याना युट्युब त सान्जिल नापाला अइ किन रहे छुन मरु ओ छौ चाहिँ अहिले यदि रोन थियो भ्युअर्स लिसनर्स ते त यदि छु बुक्स एप्स छु रिकमेन्ड यामा छ चुलो थौंकने बुक्स सही थायो मरे होला मरु फुको जी नाबाला हो पला जी बुक्स त दैन हो नेपाली मे हेचुला कट दुपति कसै अयु चको ढुला भाइ नापै पति पला आते मस्ते सन सिम हो नि मे सिम हो छुछु मेरा थौंकने एप्स नो एप ला दु डाउनलोड जिउ मला एप चाहिँ नुनु मे दन दोको ओपिन वो एप न दु आगे सोया चाहिँ यागा मस्ते सन मोस्टली युज चाहिँ छु एप्स युज या कि ट्युटोरियल्स ते ट्युटोरियल लाइभले म जस्तै छौ मेमाल म वे मे टाइप याट ठ्याक्क गुगल वे अहिले अघि चेला कर्स त दैछु अहिले मे हाक्रो मेन हैन अहिले लिरिक्स न वे जुल अघि चाहिँ पुरा कर्स तै अहिले एनआरडी याना सिनि खसु त्यसले चाहिँ डिटेलली सिनमा ल मलाई सिनमा पहिला मेन हैन लिरिक्स डाउनलोड यार लिरिक्स विथ कट हाल्दैछु लिरिक्स न वन्छौँदै चेला कट न दैन्छ त्यसले ठैट छुमे चितो बुझेजु ल वमे जको कर्स सेना अलमोस्ट 90% मेला युट्युब गुगलले धोका दुए धोका रोन्यु लभ लाइफ इज खट ड्वाउ भने रोन्यु चुच्यो अरेन्ज म्यारेज कि लभ म्यारेज जो लभ म्यारेज खला गेना पति चाहिँ लभ स्टोरी गेचो रोन्यु जो नेप्से जों दाइमले कलेज लाइफ ले सेख तो कलेज लाइफ जस्तै रोन जी ब्यान्ड पहिला निसे ब्यान्डेज हुइ मला ब्यान्डला स्कुल लाइफ ले से ब्यान्ड ने दाइमले अलि जी पौजन स्कुल निसे नापो म होला ए अलि वेको चाहिँ छु फिल्ड एज होला वेको चाहिँ स्पोर्ट्स चाहिँ बास्केटबल मिति नेशनल बास्केटबल प्लेयर ए नेशनल बास्केटबल प्लेयर नेशनलै खला नेशनल ख ए अलि ठौंको चाहिँ छु प्रोफेसन आज चाहिँ टिचर जो नेपाल भाषा बङ्की ए वेको चाहिँ नेपाल भाषा टिचर रोहन चाहिँ म्युजिकल टिचर छ मलाई ठिक छु अहिले आटकै रोहन यु जस्तै स्टार्टिङ निसे आटकै गुलीवटा ब्यान्डे इन्भल्भ छ रोहन जी रिसेन्टली इमर्स ब्यान्ड मलाई इमर्स ब्यान्ड जो 10 छ ल 10 वटा ब्यान्ड ए ताले 10 ब्यान्ड मध्ये चाहिँ प्रोफेसनली लगे जो चाहिँ न्यू ब्यान्ड ख खासमा पहिला नेवा बिटल्स ख अहिले चाहिँ भचा तागौँ दाइ ब्यान्डे इमर्स चाहिँ होला यदि चुज्या माछा रोहन छु नेवा बिटल्स व इमर्ज चुज्या माछा गुपटी नेवा बिटल्स चाहिँ पुरा नेवारे well cover me ta malika Beatles नेवा पर्सन जो ल इमर्स हामीले जुमे न्याउमे आसान जिन्नी इंग्लिश नेपाली नेवारी ए जु इमर्स जु चाहिँ नेपाली हो इंग्लिश न ढुका मलाई इंग्लिश न दु इंग्लिश हामीले पुरा म कि जस्तै नेपाली मे बोल मलाई नेपाली अले बिचे भसा कोरस टाइप इंग्लिश चाहिँ इंग्लिश दुसै त जु इमर्जु ख वे होला तकले पहिलाला इमर्जु जु मैचा एकदमै पपुलर जुल होला जिन आज सोबेन मोर देन 6 मिलियन भ्युज वे होला सायद जु हिस्ट्री आतको निवामे ठुल तक भ्युज ओटो सायद पहिलो ए जु फर्स्ट ए ला उके लागि चाहिँ एकदम कंग्रेचुलेशन्स ला अले जुमो तर्फ ऑडियन्स तर्फ एकदम थ्यांक यू सो मच मला जु नेवा ल्याङ्ग्वेज वन होल नेवा सङ एकदम पपुलर जुल ठो चाहिँ जी युट्युब स्वेबले चाहिँ नेवा तक मको मलाई विदेशी देशमा तक कभर यान्छौँ खाना सो तो मैचा सङ यो जन्म चाहिँ
घेना जुला अथवा गब्ले जुला लकडाउन पिरियड चाहिँ भोकलिस्ट किजा ओजन साक्य हजुर वहीँ चौख मलाई हजुर वही लकडाउन विषयले न दुसो लकडाउन विषय लाइभले तो लभ सङ जुला मलाई 6 लाइन याद तुला गनाउने तेना तैनी गनाउने तेना अले उनी मध्ये आला हाथा माला गनाउने तेना रे तैनी मेन कोरसे झुल्ने मलाई लकडाउन उजना धाव चाहिँ लकडाउन टाइममा चाहिँ नाप्ला वे गर्लफ्रेन्ड मखला बच्चा एकछिन चोँदैछ हाथा माला तैनी हजुर हजुर मसी सोचा चाहिँ लिरिक्स चाहिँ धोकै धोका उखनो वे रोहन वो छोयो छौ त भिडियो लेन जे सोयो ख मला उगेन जे उजैन भटिजा सोया दाबे वो चाहिँ लकडाउन या बोयफ्रेन्ड गर्लफ्रेन्ड गर्न नाप्ला त मलाई नाप्लाना चाहिँ गर्लफ्रेन्ड चाहिँ याक्न छेउन्ट्यौ तर सिचुएसन हुगा मलाई वे सिचुएसन दे अलि चाहिँ पछा एकछिन आसेले हटा चाहिँ वे सन्दर्भे मिलेन चौज वे लकडाउन पिरियड मिलेन चौवा वेला थौको ने झिउसा न्यू जेनेरेसन ला झन्झन एकदम एडभान्स भ्या हुन होला एडभान्स ठुके कम्पोज याओ थु मे फुको उजन है रिकर्ड आउन उ आफ्नै स्टुडियो ख थय स्टुडियो रेकर्ड आउँछ ल अहिले जस्तै जिउकुन थोय इमर्जिउ मैचा सम्बन्धी चाहिँ मेपि छम्नीमा नाप्न एक खलान सोइबले अब कपिस छु दाल रासे झिउठो मैचा जुन मे आउ रोन यो टोन हुने वो चाहिँ भति फरेन टोन होला ए सरी उजन यो फरेन टोन होला मलाई वेकन नेवा टोन हाँसा जु ढान प्राय म खासै गरे चाहिँ हाँसिन चाहिँ मलाई मजाले चाहिँ इंग्लिशमा हाल्यो जुन उयो टोनै भन्छ वेस्टर्न टोन छ उइटो नेवा थे मचन छ मे नेवा मे ख तर नेवा मे थे मचन ला फरेन टोन वो जुन न हान प्लस पॉइंट नै छ वो जुन न मैक्सिमम मोनेटाइजेसन यो कुठेन छ झिनेवा त स्या मेपे पिछन एकदम अट्र्याक्ट जुल्ने मलाई अहिले झि हान उसको बिटल्स हुने झिनेवा बिटल्स चाहिँ गुलीजना मेम्बर्स छु पहिला रोहन जैनले न्यामख वेको पनि ना याद होला मेन सिङ्गर चाहिँ पवित्र कसा हो विनय स्थापित हजुर मेरो चाहिँ याद मर्दछ जिरालीपति जोइन हो नि जुए बायो पासा पवित्र कसा धाइमा मोहला जिरालीपति गिटारिस्ट त्याबले गिटारिस्ट माल्चौँ अरू चाहिँ गिटारिस्ट माल्चौँ मोहला ओ ब्यान्ड चाहिँ पहिला यको त टुक्रे जु खनि मोहला अलि भान रियुनाइट जुले चाहिँ जु पासा बेसिस जुल अलि चिजै नु म पुरा व सिङ्गर डाइ सम्झका हप्लामा जुलका अबले चाहिँ त्याबले आज नेवा बिटल्स चाहिँ गुली वर्ष तक इन्भल्भ जियारो जिवे 10 वर्ष तक जोइन चाहिँ आतक चाहिँ 10 वर्ष तर ज्यान चाहिँ 6-7 वर्ष ए 6-7 वर्ष हेर्नला अहिले नेवा बिटल्सला छु नु प्रोजेक्ट अठे छु मरुनीला तर मसी रियुनाइट जी चाहिँ भन्छ थाहा थाक्यो क्या ए खला ड्रमर डायनामोन त मलाई ए सबैको छु पास्ट हो पास्ट भयो जु 2 वर्ष अब पास्ट भयो जु सानसे होताइ पास्ट भयो जु सानसे टुक्रे जु त्यहाँ ए त्यहाँले ड्रमर मरुनी कन्टिन्युटी बिम तर सायद आज कन्टिन्यु जु मजी वो दाई पवित्र कसा दाई हजुर सिङ्गर दाई न बिजी वेगन टिचिङ ह्यान्ड चौँदो छ नेपाल भाषा ए चाहिँ नेपाल भाषा टिचिङ ह्यान्ड चौँदो अहिले प्र्याक्टिस टाइमै मरु अनि छि स्कुल जी हजुर अब बन एकछिन टाइम दे अहिले बनिन दाइ ज्यादै जी प्र्याक्टिस टाइम न मगाउने न कन्टिन्यू चाहिँ जु काम हो प्र्याक्टिस मा ल्याउला न नुनु उयो खै मन त अहिले जस्तै आज नेवा बिटल्स लिपा चाहिँ रोन छौ ग्याप दु जी मलाई के इमर्ज लगतै जोइन न होला म होला लगतै म इमर्ज यानु चाहिँ 4 वर्ष दि जस्तो अहिले नेवा बिटल्स निसे इमर्ज तके बिचे छि छुछु यान मेउ यहाँ बिटल्स लिपा चाहिँ जी वे गिटार पस खोल्यानु ए गिटार पसले बिजी जुल मलाई गिटार पस म्युजिक प्लस स्पोर्ट्स छ ए अहिले छिसो गिटार पस बाइक मेउ मस्त ट्रेनिङ जे जुल प्र्याक्टिस रुम चाहिँ रिसेन्टली टाइपले 2 वर्ष जस्तो खोल्यानु प्र्याक्टिस रुम चाहिँ ब्यान्ड त वे थाहा है ए अहिले छिसो ठो नेवा बिटल्स से परफर्म यान चुनौले एकदम मेमोरेबल छु दुला रोन्यु ओ छ राष्ट्रिय नाच गरे जुदु अबले चाहिँ नेपाल सनिल राय जुदु दक्क नेवा ब्यान्ड जुल अहिले नेवा डान्स दक्क टिपिकली नेवारी छ
वो सो चाहिँ भचा मेमोरेबल का आज फर्स्ट सो विथ बिटल्स चाहिँ धाम तर ग्रान्ड जुदुका अब फर्स्ट सो है अन्जुल फर्स्ट सो लाइभ सो अब रेस्टुरेन्टलाई एको ठाउँ एभ्री फ्राइडे ठाउँ हुनेछ जिबी बिटल्स चाहिँ वो चाहिँ 1-2 वर्षको थाना अहिले प्रोग्राम जुबले लाइभ ब्यान्ड जु चाहिँ राष्ट्रिय नाच गर्छ चाहिँ फर्स्ट सोका जु त्यहाँले फर्स्ट पर्फर्मेन्स चाहिँ एकदम मेमोरेबल जुल्का होला वो युट्युबे न दु से मास्टर चाहिँ नेवा बिटल्स त्या जु आ छि इमर्जे हुने छि इमर्जे छि सुसु जुल ब्यान्ड मेम्बर्स खास पहिला सोम स्टार्टिङ हो इस्टाब्लिस जुबले चाहिँ सोम किजाबि जिएमहरु नि अबले चाहिँ स्कुल लाइफ 2017 ने इस्टाब्लिस आउने छ इमर्ज चाहिँ रोहन शाक्य लिड भोकलिस्ट जुल अहिले सबीर मुनितुला र को चाहिँ क्याजन पर्कुसन ड्रम अहिले लिपा गिटारले चाहिँ समन महर्जन यो सोमसँग खोल्या हो अहिले लिपा समन धामा गिटारिस्ट टोटल अहिले अबले लिपा चाहिँ गिटारिस्ट माग जाउँछु नि त अहिले जित तारा मलाई जितार अहिले इम्दन गिटार अहिले जिलिसी गिटार क्लास न काल्छु उजन पहिला मे चाहिँ काल्यो जुलो मलाई गिटार क्लास जुल काल अहिले आज वो मे नापा रिदम गिटार थाहा भोकल प्लस रिदम सोमो जुल मलाई जिबी आ सोमो अहिले पा चाहिँ नोबी मेम्बर चाहिँ निम कायो जिम किबोर्डिस्ट हो फ्लुटिस्ट फ्लुट ठाइमा चाहिँ अमन बजाचार्य जुल अहिले किबोर्डिस्ट चाहिँ छमके दुगा स्वीकृति सिंह वेको सम्म चाहिँ के जुल्कामा जिपीमा चाहिँ दाजुजी जुल त्यहाँले तर जिपी दको कजनै खगा सबीर न अमन बजाचार्य फ्लुटिस्ट न कजन पढे जुल उजना जिउ कजन किजा जुल सबीर न छवे पाले जुल इतु बाले चम अहिले किबोर्डिस्ट चाहिँ जिउ मजाले स्कुलिङमा पास्यो किएका जिउ दको थठाए जोल छ छ इतुम्बा ढासरको नाच नेवा बिटल्स उन छो खल्लो मस्यो हुन जिपिन पहिला झि इटुम्बाले चुनाउले अन्न पहिला झि आठो पार्टी प्यालेस थियो मरु नि मलाई झुपाले पार्टी प्यालेस मरु नि अबले न्याउले फेसको भे अठे जुइबले बाले झिउ चोके याउ जुइ अलि वो टाइममा चाहिँ न्याठाना झि नेवा टेयो फेले नेवा बिटल्स जुल झि मदन कृष्ण श्रेष्ठ ज्यू सञ्जीव प्रधान दाई वेक अप इन चोकै मे भोजे जुइ जुइ छु ल रोन त याद दुला याद दु जेला वो मदन कृष्ण यु मे दनि ख्याली मे जोक्स टाइपी मे आएको चाहिँ याद दुगा बाले जुइने ला छु फेसबुकले ला नापला पार्टी प्यालेस मरु चोक बालले ततरु बाल अनि हिसो न अबले न मे आके त हे वे ख अबले न्यामे हाने न्यामे लिमिटेड निसा यो कोन मरु मलाई रोहन पिनु जुन इमर्ज ब्यान्ड हुने थो थुके न स्पेसली थो मैचा मेला एकदमै पपुलर जुल त्यसो सोच्याउँछ एकदमै बाला त मलाई थुम मेन याना चाहिँ रोहन पिन त गुली फ्यान्स फलोवर्स त गुली भर्यो जुल युट्युबे चाहिँ 50,000 दु टोटली चाहिँ 1 लाख प्लस जुएगा सायद 1 लाख प्लस जुल भ्युअर्स चाहिँ 60 लाख टाइपले दही चाहिँ कोइ त्यहाँबेला रोहन पिनु थोसा लिपा प्रोजेक्ट गइछु त हैन भिडियो चाहिँ जिम्मी यो छौए मोरका भिडियो म्युजिकल भिडियो ब्यान्ड दकन लिरिकल भिडियो नि ओमै छैन लिरिकल भिडियो लिरिकल दकन लिरिकल म्युजिक भिडियो मखर्नी छ कमर्सियल भिडियो अब नेक्स्ट प्रोजेक्ट चाहिँ जिम्मी यो म्युजिक भिडियो हे फोकस छ सायद ब्यान्ड नापजना म्युजिक भिडियो हे थावे ओरिजिनल्स में प्लम में भजा अनब्लक भर्सन नै देखियो एना देखा चाहिँ जुजी सायद अहिले आज जस्तै आठुमी चल्यो जु साथसाथै रोहन पिन तलाई इमर्ज ब्यान्डले एकदम रेस्पोन्सिबिलिटी न ठपे जुठे छौ मलाई च्यालेन्जिङ धामले च्यालेन्जिङ फमे चले जुनी म्यु मेहे छन् जिन थाकुई एक्सपेक्टेसन हाई जुइङ अहिले आज जस्तै झिउ नेवा भ्या त झिसो अप्लिफ्ट या त रोहन पिसो मेउ छु याते नो डुगी थैला छु याते मोर मलाई जु बिचारे चाहिँ दुनी थन्या भ्या या खस चाहिँ क्लास थे छौ बिउ सा चाहिँ जुथे नला बचा 100 पिन छ मलाई न्या भ्या लगेज या छौ पिन दाइपि जस्तो पवित्र कसा दाइ न्या एकदम लगेज या छौ दु मलाई छौ न्या मोठो पिन त चाहिँ छौ चिच्चा रुम मलाई 1-2 घण्टा क्लास बिया जिल्ला मलाई आज त खलाजको हो नि न्या भ्या चुएला म रञ्जना लिपिदु प्रचलित लिपिदु यो क्लास 1-2 हप्ता कासाला भजप बेसिकली थुइ चाहिँ छौ त
वेला ओसिया पहिला दसले नापाला इन्ट एट्र्याक्ट आमाल मला अट्र्याक्ट यामालो जस्तै झिए मस्ते त थौंकुने बालको नेवा खला म जिउ जेनेरेसन झितक चाहिँ नेवा खाना पटी ठीक टिपिकल नेवाले झितन मथु गुली ल्याङ दुनीला ओर्स दुनी दु आ चिसो सीएम हो चिसो नेवा समाचार सोसला गुली वर्सले चिसो मोटु नि मथु टिपिकल नेवाले चिसो मोटु हो वेला आ झि चाहिँ आ जस्तै रोहन पिठे आ जस्तै म्युजिशियन जुल मला वेकअप इन्छ चाहिँ आ जस्तै थपिन्छ मेउ भाषा खलाबले न जिउ भटी वर्स त जस्तै क्याची वर्स दैनी जिउ आ जोजो लपा सुब्या मैचा बौचा ढाटे अनि वर्स चाहिँ युजियन चोन ल्याउ आ झि मस्ते त अथवा गैर नेवा पिन्दैन अट्र्याक्ट जुइथे जोन्छ होला जस्तै इन्स जस्तै त मैचा सँगै ढाले होला त मैचा सँग वबले निसे आटक मनु तेस नेवा झन्झन टोटा उन्चु टाइमे झन् मैचा वे हुँगा गैर नेवा तेसन तक नेवा भ्यासिन त सोल मलाई नेवा भाषा हाल त सोल्ने नि अठे झिसो जिउ ट्र्याक चाहिँ भटी चाहिँ प्याउ न मलाई मेबी त घेना अट्र्याक्ट आऊ उके न लग्यो जुस बाला नाच रोहन ढाटे वो क्लास क्याउट ढाटे सम्बन्धित मनु तेस झि टोटली एकदम टिपिकल नेवारी जको म के भटी चाहिँ झि लुजो नपियाना एना अटक्या जुसला फुकेसाना सिनी अहिले ठौँकरी हान झिउ नेवा भ्याला नेवा टेसनसको मको फुकेसु लागि कम्पल्सरी न यहाँ हुँला वेला दगा ठाउँको सरकारी स्कुलले दगा नेवारी भ्या हो नेपाल भाषा कम्पल्सरी हान तोडुनी नेवा देशको म साना चाहिँ इन्डियन मस्त इमसँग त गर्न नेवा भ्या नर्मल हो बेसिक चाहिँ खनाछु अहिले रोन्यु त्यो जुन इमर्ज ब्यान्ड यु मेम्बर्स त नभ रोन्यु रिलेसनसिप गे चोले जिबेला हो फ्यामिली थिए का जस्तो कजन न जुल जिसे दक्को जुनियर जुल जुवे रे आफूको जुनियर्स त दुनी रोहन इम द सल्लाह बिमा कि मको इमसँग बि जिम थुनला इमसँग योको दैनी तग जुइ त दक्क सीमा राइ म जसै आ छन् इपि झन फरवार्ड जु जुवे रे ठौंको नेले टेक्नोलोजी एकदम एडभान्स जु होला मलाई जसै इमसँग झन् यो कोर्स छु नाच भोकलिस्ट फुको कम्पोज निसे मलाई लिरिक्स को वर्ड हाल्दैन लिरिक्स लिसे काय अरेन्ज कम्पोज रिकर्डिङ तक न दक्क उये आ तक गुल्न मेदो दक्क उये छे स्टुडियो हे रिकर्ड आ आज हान छका थो जी इमर्ज भने आ जस्तै छु इमर्ज ब्यान्ड आटकलाई छिस मेपी छु ब्यान्ड अब कोलाबोरेटले यानो मरु इमर्ज ब्यान्ड या तक ब्यान्ड चाहिँ कोलाब चाहिँ म्यान फ्युचरे आ छि इमर्ज ब्यान्ड बाहेक मेपी सु ब्यान्ड अब कोलाब याउ इच्छा वो चाहिँ रिसेन्टली चाहिँ मरु नि गरे मर्निला अथवा छु फ्युचर गोल्स त अटे छु देख्दै डुला पहिला आज छ भने अब या चाहिँ ब्यान्ड यु नै यान चुन्यो का ब्यान्ड यु अहिले जिउ छु नु मे छु वेटौ दुगी नु मे चाहिँ आज चाहिँ सोलो प्रोजेक्ट यान छु त सोलो राइफले उजन थगे सोलो ब्यान्ड चाहिँ मको मलाई त्यसै सोलो चाहिँ यो कोलाबे थाहा मानिका डिफ्रेन्ट आर्टिस्टहरु चाहिँ सोलो आर्टिस्टले चाहिँ अहिले म सोलो कोलाब चाहिँ यहाँ जुलुका छौ नि अहिले आटक रोहन अथवा इमर्ज ब्यान्ड जे कन्सर्ट गिग्स यहाँ मध्ये जसले एकदम मेमोरेबल कन्सर्ट चाहिँ गुज उडुले मेमोरेबल लाइभले चाहिँ खासै दकोठा बाला है दु मखला अथवा दकोठा दु आतकला मोर देन 50 प्लेसेस तर मेमोरेबल लाइभ चाहिँ खासै चाहिँ मोर दकोठा नि पुसे छ होला अथवा सु फ्यान्स त अथवा छु इन्सिडेन्ट छु मरुला फ्यान्स त छ सिभिल मले कन्सर्ट जुबले छ सिभिल मले लाइभ जुबले मलाई अहिले जिबी लाइभ जुल क्राउड टर्न यको दुछ अबले चाहिँ भ्यालेन्टाइन्स डे न मलाई क्राउड जुल झुवाले लाइभ दखम पर्फर्मेन्स ल सिधै सार्के जिल्ला उजै दिउली जिमा आउँछ फटका हो यो पैसा अटोग्राफ का हो फटका हो मलाई जिल्ला क्यामेराम्यान का उजै फटका बिकाइ दक्को साराले आधे घण्टा तकला अठेका अबले चाहिँ मैचा मेच चल्यो जुटाइमेका मैचा वे फ्यान फलोइङ चाहिँ यो कोएका अबले चाहिँ हाल छौ वे प्राउड मोमेन्ट न जुलगा अहिले थयो इन्सिडेन्ट हुँगा गुली मोटिभेट जुल्यो रोहन पे मोटिभेट चाहिँ यो कोइ जु अला छाडा चाहिँ छिटो मैचा मे वे हुँगाला फुकेसु एक्सपेक्टेसन हाई जिङ होला मलाई मे मेल एटलिस्ट थोसा चुइ मसा
मै चाहिँ लेभल ला वे माला होला प्रेसर 왜 नजुल 왜 다이준 거 밴 न्युआमी हाना छौ न्यु यामानी अहिले जस्तै यहाँ कन्सर्ट अनि गिग साहेबले रोहन पिन्छ जस्तै अडियन्स नाप गुली इन्टरेक्ट हैनले ऑडियन्स नाप इन्टरेक्ट चाहिँ उजनै माइक के दै मलाई इन्टरेक्ट चाहिँ यो जो तर इन्टरेक्ट न याव से कि माथे जुगा मक्सरा क्राउड पिन अथे वो क्राउड सोया क्राउड गेजु वो अनुसार इन्टरेक्ट से माला ससा रेस्टुरेन्ट यानुले चाहिँ नेप्स चौँदा एकदमै किटिपुरे ससा यानुले चाहिँ एकदम क्राउड था मोर कामला था योको ज्या अहिले मसोसे ओपी यको दछु पुरा त्याले वो न मैचा मे रिलिज हुँगा अब चाहिँ मजुबले हैन जी आठो मैचा फुकेसा मैचा मेजको फोकस याटा इमर्ज त्याले मलाई थो बाइक मेरो मेन तन्ने दुनी युट्युबे तको हेड 3-4 लाख भ्यूज न दु मखला तर एसा मैचा थिए चाहिँ फ्लो मोका तो मैचा बाइक मेउ नेवा मे भटी चले जुबडी छुलो नेवा मे चले जुला दु तर अवश्य चाहिँ न्यू मोरगा तिमी सोंगु कि पेंगुला नेवा मे दुनी छौनु गडाउ दु मतिना दु ठौकने अलि वलिपा चाहिँ थो मैचा जुला तो मैचा न्यापो चाहिँ नेवा मे दु मैचा चाहिँ जिउ नेवा मे गुलियौ नेवा मे लास्ट डे होला त्याले थोसा नि न्यु सोपु मे दु थुना प हैन पेपु मे जुलगा पेपु न्यापो ति आ चिसो चाहिँ अथवा रोहन चाहिँ न्यू कमर्स तिर चाहिँ छु प्लेटफर्म भ्यू न भिजन दुकी प्लेटफर्म ढाइले चाहिँ वे हो बाबा लाबी सिंगर्स त जी सता ऑडिशन गाए चाहिँ इन्द चाहिँ फ्री रिकर्डिङ नै हान्छु नुदुका थै स्टोरी नै चिर हुए खमला आइम त फ्री रिकर्डिङ जुल जिदन आसेन्यु दद्दी त्याले गुलीबाट तिमी रिकर्डिङ यारमा रोहन आधको 300 प्लस जी अरे रोहन्यु ठो गुली न न्यू कमर्स त दु वेकअप मध्ये रोहन्यु फेभरेट सुन्दुला रिकर्डिङ पनि के बाबाला पिला सोम पेमे दु भाइस अफ नेपाली ओपिन दु जस्तै सु निवा ढङ्गल दु निवा ढङ्गल न अनि जिता पासे के ख फर्स्ट रिकर्ड उयो नै यानु दु ख उयो रिकर्डिङ ढाबे सुची राजमती कुमती खला राजमती छौ यानु दु अले पवित्र दाइ तिमी लय बोला धापली छौ यानु दु हजुर अले मेरो इमर्स ब्यान्डमा कीबोर्डिस्ट के नापन छौ कोल्यापेउडु वेकन छु भोकलिस्ट न ख कि सु ची इमर्जा कीबोर्डिस्ट म हो कीबोर्ड को थाइ म अलि कोल्याब ढाले सिंगर नाप कोल्याब यानु सिंगर नाप कोल्याब निवाली से अलि जिता हानो छौ ख नियन मासु ल जस्तै थौको नै जि छम्निम मस्ते स नियन जौ जिता जस्तै वेकअप इन सु भोकलिस्ट जुइ सु गिटारिस्ट जुइ सु ड्रमर जुइ मला हिमसो चाहिँ थौको नै युट्युबे थमेसा सोयासेका चौ जुइ छ अलि वेकअप इन चाहिँ ब्यान्ड एकदम फर्म या मासु हो मलाई तर वेकअप इन के चाहिँ वो छौ कम्युनिटी मरु छ प्लेटफर्म मरु मलाई उके लागि रोन छु याफला वे ख एबे सेल्फ स्टोरी मखला तर ब्यान्ड देखि त मेमेपी माल लिंक दै मख राउ छ जस्तै रोन आज होला म्युजिक फिल्ड लगे जो या चोमी खेर दक्म बेस गिटारिस्ट मसिपिँदै ड्रमर मसिपिँदै मखला अघि लागि चाहिँ वे ख फेसबुक रोन त कन्ट्याक्ट लसन ल जिल्ला कन्ट्याक्ट आसन जो ठाउँ कनेला वो फेसबुक हैन तैली गिटारिस्ट वान्टेड फर ब्यान्ड वसा जस्तै रोहनला छम इन्स्ट्रक्टरै जुल रोहन यु नो स्टुडेन्ट त न दु मलाई हामी यदि अनि न्यू कमर्स पनि सु इपि कोल्याब याना अथवा सु मिले या सो ब्यान्ड फर्म या मासला जिसन वो प्लेटफर्म न देखि पाइने ल जस्तै रोहन जस्तै नाचा ताठे न्यू कमर्स पनि तला रोहन छौ स्टुडियो फ्रीली रिकर्डिङ या चौंडु मलाई उके साथसाथै झिसो छु नु ब्यान्ड न हेर्छु सला झन् बालक नि ब्यान्ड ला हेफे तर बच्चा थाकुइका थाकुको सेम लेभलले दैछन् म खन्छ आगु म बाल ड्रम थाकुसा गिटार चाहिँ बच्चा था म सबै छवै लेभलले क्याच बच्चा थाको या चाहिँ भइ आज रोहन आज छिटो पोडकास्ट लगभग लास्ट डे वे हुन्छ सो लास्ट डे रोहन यु वेल विशर्स रोहन यु सपोर्टर्स फ्यामिली मेम्बर्स त छु मेसेज दुला दगसित वे छपुजुको धा हामीले थेना सपोर्ट एन्ड दिसमला थेना सपोर्ट आसा अझ थोसेन नेने उनी फाइ थो क्षेत्र हे अले म्यु नुनु मे अले नुनु प्रोजेक्ट्स त नै हेउजुई अथते माया न चोसा अझ थोसे हौसला न दै मखला हामीले मतिना याना
दिस म थुलेको त्यहाँ मन दुगा जुवा लास्ट डे रोन्यो छपो पर्फर्मेन्स याना थोमी पोडकास्ट थोमी लागि थने भ्या भने जो परफॉर्मेंस दा द मेल हाले म गिटार खाने छ मे हाले समझला जी साथ बिका जो का मैं चाहिँ मे आगे छु ए जु का मैं चाहिँ मे चाहिँ थिए जी का स्टार्टिङ kalumana wala manjigo sichu se jona wala uki chawane mate tota jita thana fe wasa chahe jaka jigu no gadune गनुवने टेन्ना रे मैचा वने मते आला हात चाय माला गनुवने टेन्ना रे गनुवने टेन्ना रे मैचा वने मते आला हात चाय माला गनुवने टेन्ना रे ओ 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 मैचा ओ 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 मैचा ल जो इन्भाइरोमेन्ट एकदम म्युजिकल झुका ल लास्ट भयो जो का ऐसा हाना लिपा हाना नाप लाग्यो जुएला थौ एकदम खाना पला ने पुसे जो न थौ लागि चाहिँ भ्या सुबा जो